मेरो कविताको शीर्षक छ जलिरहोस् सिंहदरबार। हामी हौ जेनजी, न त मौन छौं न त डराउँछौं। सत्य बोल्न फोन छ, भिड्न दिमाग, हामी डर मान्दैनौं। गर्दै बुझ्दै लेख्दै भिड्दै यहाँसम्म आयौं। झुटको महलमा अब हामी बिसाउँदछौं युवाको भारी। सिंहदरबार सुन्यौ तिमी जलेछौ, तर त्यो धुवामा हामीले देख्यौं पुराना सपना, पुराना शासकका मुखुन्डोहरू ढल्दैछ। अब पुरानो सिस्टमको बखेडा जल्दैछ। कसैले सोचेन यी हातले क्रान्तिको नारा पनि लेख्ला भनेर। कसैले चिनेन मिस्साभित्र लुकेको आक्रोशको ज्वाला पनि बोक्ला भनेर। कसैले चिनेन तिमी जलिरह्यौ। न न्यानो लाग्दो आगो थियो, न उज्यालो दिने ज्योति। सिर्जनाको होइन, त्यो अब क्रान्तिको ज्वाला थियो। कसले बाल्यो थाहा छैन, सबै चुपचाप जसरी छन् ती चुप भित्ताहरू। अनियमितताको बोझले थिचिँदा उडेका कागजहरू। त्यसैले सिंहदरबार तिमी जलिरह्यौ।